जय श्री राधे। आज हामी आउँदै गरेको पुरुषोत्तम महिनामा के गर्नु पर्दछ, के गर्नु हुँदैन भनेर एउटा सानो भिडियोको निर्माण गरेका छौं। हजुरहरूले यसलाई हेरेर साथ दिनुहुन्छ होला भन्ने अपेक्षा गर्दछु। यस पुरुषोत्तम महिनालाई अधिक मास या अधिक महिना पनि भनिन्छ। यो खास गरी भगवान श्री विष्णुलाई समर्पित हुन्छ। यो पुरुषोत्तम महिना प्रत्येक 2 या 3 वर्षमा आउने गर्दछ। यस पुरुषोत्तम महिना अन्य महिना भन्दा धेरै पुण्य दिने महिनाका रूपमा मानिन्छ, किनकि यस पुरुषोत्तम महिनामा साना साना पुण्य कार्यले पनि ठूलो फल दिने गर्दछ। यस महिनालाई पाप नाश गर्ने र मन शुद्ध बनाउने महिना पनि भनिन्छ। यस महिनामा भगवान विष्णुको पूजा आराधना गर्दा विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ। धार्मिक ग्रन्थका आधारमा यस महिनामा गरिएको पूजा, व्रत, दान र जपको फल अत्यधिक बढी हुने गर्दछ। यस पुरुषोत्तम महिनामा हामीले के गर्नु पर्दछ? यस पुरुषोत्तम महिनामा हामीले भगवान विष्णुको पूजा आराधना गर्नु तथा व्रत बस्नु पर्दछ। ब्राह्मणलाई सकेसम्म दान गर्नु पर्दछ तथा सादा तथा सात्विक भोजन गर्नु पर्दछ। सकेसम्म तीर्थयात्रा गर्नु राम्रो मानिन्छ। यस्तै प्रकारले हामीले यस पुरुषोत्तम महिनामा के गर्नु हुँदैन यसको पनि थोरै जानकारी लियौं। शुभ कार्य जस्तै विवाह, व्रतबन्ध तथा गृह प्रवेश आदि कर्म गर्नु हुँदैन। कोहीसित पनि झुट बोल्नु हुँदैन, झगडा गर्नु हुँदैन तथा मांस तथा मदिराको सेवन गर्नु हुँदैन। मांस तथा मदिराको सेवन अरू बेला पनि गर्नु हुँदैन, तर यस महिना चाहिँ विशेष गरी मांस तथा मदिराको सेवन गर्नु राम्रो मानिँदैन। त्यसै गरी अन्य व्यक्तिलाई होस् या पशुलाई होस् या पंक्षीलाई होस् जसलाई पनि अन्याय गर्नु हुँदैन। त्यस्तै गरी यस पुरुषोत्तम महिनामा सकेसम्म ब्रह्मचर्य धर्मको पालना गरी बिहान सबेरै उठेर नुहाई धुवाई गरी आफ्नो सन्ध्या वन्दन सकेर भगवान विष्णुको पूजन गर्नु राम्रो मानिन्छ। हामीले प्रत्येक दिन ओम नमो भगवते वासुदेवाय अथवा ओम विष्णवे नमः यस मन्त्रलाई थोरैमा पनि 108 पल्ट जप गर्नु राम्रो मानिन्छ तथा पुरुषोत्तम महात्माको पाठ तथा कथाको श्रवण गर्नु राम्रो हुन्छ। आजको हाम्रो प्रस्तुति हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला तथा हजुरहरू नयाँ हुनुहुन्छ भने यस भक्तिगान टिभीलाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।